हेलो आज चाहिँ वेडनेसडे 4:28 ए 18 मिनट भएछ अहिले। अनि हरिदाई पनि आज सुत्न खोज्नु भएको थियो बिहान उठेर हो कि होइन। 4 बजेको अलार्म बजिसकेपछि पनि एकैछिन चाहिँ सुत्न पाए हुन्थ्यो जस्तो गर्नुभयो। अब हामी चाहिँ टक्क अब सनराइज हेर्न जान आँट्दैछौँ। ल होटलबाट अब लाग्यो। ढिला चाहिँ ढिला भइसक्यो यार। 4 बजी उठ्दा पनि 2 जना हुँदा पनि अलार्म टलार्म भएर 33 मिनट्स देखाउँछ। पाँच बजेर 1 मिनट कि 9 मिनट हो त्यो बेला थियो। अलिकति ढिला भइदियोस् यो पहाडले गर्दा छेकियोस् भन्छु म चाहिँ। सनराइज चाहिँ हेर्नै आएको सनराइज अब कहीँ भइहाल्यो भने तिनजुरी नपुगे पनि टक्क डाँडामा बस्ने हो, सनराइज हेर्ने हो अनि जाने हो। हुन त हुँदैछ यहाँ, अझै अलिकति टाइम लाग्ला। बिहान त कति छिटो बिहान हुँदो रहेछ। थोरै रफ्तार पक्रेर पुग्न पाए हुन्थ्यो जस्तो भइरहेछ आफूलाई चाहिँ। बाटो त खतरै रहेछ हौ। त्यस्तो डेन्जरै पनि छैन तर ठिकै खालको अफरोड भन्नुपर्छ यसलाई। चाहिँ पिक जानु पर्यो। माई गड त्यो चाहिँ डेन्जरै रहेछ यहाँ चाहिँ। सनराइज हेर्न आएको अनि फेरि धेरै जम्मी यहाँबाट टक्क देखेको छ भनेर नि। बाटो त है काहीँ चाहिँ फेरि तपाईँको हात कति चिसो भयो होला। ल सनराइजको मजा लिउँ है त। यस्तो हावा चल्न थालिसकेको छ अहिले। सर अहिलेसम्म चाहिँ जाडो भएको थिएन है। अहिले चाहिँ अब कानमा चिसो हो कि जस्तो। तर यसको यो तातो बनाउने एउटा भिटामिन हरिदाईको गोली नै छ। राधे 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 राधे। धन्न सनराइज हेर्न भ्याइयो। धन्न मैले हिजो हेरेको रहेछु के अरे 5:09 हुन्छ होइन। नभए त 5:30 बजे हुन्छ सनराइज भन्दै थियो अहिले हामी होइन। अनि कति 15 मिनटमा पुगिन्छ भन्छ 9 किलोमिटर। फेरि मान्छे पनि हावा हुन्छ नि। ल अब के ड्रोन फुटेज त्यसपछि 1 2 3।
यहीँबाट यस्तो राम्रो देखिरहेछ झन् माथिबाट त कस्तो देखिएला यहाँबाट हिँड्ने ठाउँ चाहिँ कहाँदेखि माथि त्यो पिक छ अरे नि यहाँ तिनजुरे पिक भनेको यहीँबाट गाडी बाइक राखेर हिँड्नु पर्यो कि ए ल तपाईँकै हो यो ल चिया खाऊँ न त त्यसो भए कालो चिया खाऊँ न यहीँ राखौँ न बाइक ल यहाँ चाहिँ अब चिया खाएर हामी लाग्छौँ ऊ त्यहाँ बसेर चिया खानुपर्छ है दाइ अहिले ठ्याक्कै कहाँ छौँ भन्दाखेरि आँखाले देख्दा मकालु देखिने ठाउँमा छौँ यताबाट पाथिभरा अनि यो ठाउँ चाहिँ तिनजुरे यहाँबाट चाहिँ लगभग अब हामी आधा घन्टा हिँडेपछि चाहिँ यो साइड हाम्रो के तिनजुरे पिक पुगिँदो रहेछ यहाँ आज चाहिँ हिजोसम्म चाहिँ यहाँ खुलेको थिएन भन्दै हुनुहुन्छ यहाँ दाजुले आज ठ्याक्क हामी आउँदा चाहिँ जियोस् भाग्यमानी रहेछ भनौँ न यो मकालु हिमाल यति नजिक टक्क यहीँ छ जस्तो होइन त 2 डाँडा पारी छ जस्तो देखिएको छ ठ्याक्कै 2 डाँडा यो 2 डाँडा पारी जस्तो देखिएको छ अनि हाम्रो हिँडाइ पनि त्यस्तै छ क्या यो मौसममा खै चियर्स कालो चिया खाँदै दाजुभाइ रमाइलो गर्दैछौँ के थाहा नेस्कफीको भित्र अब यो झै खट्टे त होइन नि है बिहान बिहानैदेखि सुरु त होइन यदि लक्कीको नाम हो भने हरिराई हो होइन अघिसम्म त्यस्तो खुलेको बाटो खुलेको ठाउँमा अहिले चाहिँ अब यस्तो हुस्सो लागेर पुरा छेक्यो एकैछिनमा 2 मिनट पनि लागेन यस्तो हुनको लागि अब हामी चाहिँ अब यो पिक जाँदैछौँ पिकबाट अब यस्तो हुस्सो लाग्यो भने त त्यस्तै हो अहिले जस्तो मौसम खुल्यो भने चाहिँ देखिन्छ तर यहाँको अब कस्तो हुँदो रहेछ भन्दाखेरि मौसम फ्याटै खुल्ने फ्याटै बन्द हुने खालको मौसम हुँदो रहेछ यहाँ हामीले चाहिँ बोल्नु है हामी चाहिँ सही टाइममा चाहिँ हिँडिरहेको छौँ हामीलाई मौसमले पनि साथ दिइरहेको अवस्था छ जोस् भाग्यमानी मान्नुपर्छ हामी दाजुभाइ यो यात्राको लागि चाहिँ अहिलेसम्म पानीले पनि भेटेको छैन त्यो पनि राम्रै कुरा हो पानीले पनि भेटेको छैन हामीलाई त्यसपछि अब सनराइज पनि ठ्याक्क यस्तो ठाउँमा मोड्यौँ कि डाँडाबाट क्लियर भ्यू यहाँ आएको भए सनराइज मजाले देखिँदैन अरे ठ्याक्क हामी यहाँभन्दा थोरै 1 मिनट माथि बाइक रोकेर सनराइज पनि हेऱ्यौँ सनराइज ठ्याक्क जाने बित्तिकै भयो यहाँ आउँदाखेरि मौसम त्यस्तै खुलिरहेको थियो अनि मर्निङमा गइरहेको अङ्कलको यहाँ यो के अरे लज रहेछ त्यहाँ आइयो चिया खाइयो भ्यू इन्जोय गरियो अब जे गर्न आएको त्यो काम चाहिँ हाम्रो भइ नै राखेको छ दाजुभाइ मर्निङमा किनेको अवस्था बाटो चाहिँ यस्तै रहेछ मुनि टेकको यस्तो ट्रेल जस्तो रहेछ अहिले चाहिँ अब यहाँ तिनजुरे पिक जाने बाटो चाहिँ हिँड्दैछु म हरिदाई चाहिँ थोरै अगाडि जानुभयो मभन्दा अनि एक्लै हिँड्दैछ रमाइलो लिँदैछ र जियोस् आनन्दको ठाउँ रहेछ आफू यो बादलभन्दा माथि मौसम चाहिँ एकैछिनमा फ्याट्टै परिवर्तन भइहाल्ने खालको
जति उता गयो त्यति हुस्सोले हाम ढाक्दै जाँदैछ। अब लाली गुराँसको बेला चाहिँ अहिले खासै होइन रहेछ। यो टाइममा कुनै कुनै बोटमा चाहिँ फुलेको देखियो, नभए लाली गुराँस चाहिँ अलिक कमै छ। जोस् प्रख्यात ठाउँ, मान्छे लाली गुराँस हेर्न आउने। यहाँ बोटहरू यहीँ छन्। लाली गुराँसको बोट। अब हरिदाईले भर्खर मलाई फोन गर्नुभयो, माथि चाहिँ खासै केही त्यस्तो मौसम क्लियर नभएर देखेको छैन अरे। त्यही पनि यहाँसम्म आइसकेपछि अब त्यहाँ नपुगिकन त मनले पनि मान्दैन। अहिले चाहिँ यस्तो साँगुरो खालको यो ढुङ्गा पनि रहेछ, ढुङ्गेवाला बाटो। अब यो चाहिँ फाइनल कदमको सिडी चढायो भनौँ न। सासै फुल्यो यहाँसम्म आउँदा चाहिँ। ल आइयो, यहाँ चाहिँ एउटा मन्दिर पनि रहेछ। अब यस्तो छ ब्याड लक अहिले चाहिँ। होइन हरिदाई कहाँ जानुपर्छ? अब एकचोटि यहाँबाट ड्रोन चाहिँ उडाएर हेर्छु कस्तो आउँदो रहेछ। तर हेरौँ, यहाँ चाहिँ एउटा मन्दिर पनि रहेछ। 3 जुरे पिक, 3010 मिटर्स माथि। ल अब हाँस्नु कि के गर्नु होइन। हरिदाई चाहिँ के गर्नुभएछ भन्दाखेरि यहाँबाट एउटा चाहिँ भर्खर फोडेको बाटो थियो, यता थियो। अनि यहाँबाट चाहिँ एउटा यो थोरै हाइक गर्ने बाटो आउँछ। हरिदाई चाहिँ त्यही के अरे कच्ची बाटै, गाडी हिँड्ने बाटै हिँड्नै गर्नुभएछ। अनि मलाई फेरि फोन गर्नुभयो कि म पुगिसकेँ भनेर। म माथि आएँ, अनि फेरि माथि आउँछु देख्दिनँ, म त अलिक तल जानुभयो कि भनेको। लास्टमा त्यो तलबाट फेरि मलाई मन्दिर कुन डाँडो छ भनेर भन्नुहुन्छ। कमेडी हो।
सायद कस्तो बिर्स्यो पाथिभरा ताप्लेजुङ ताप्लेजुङको लागि बाटो खुलेको छ अरे यो चाहिँ। अनि मेरो बिचरा सोझो हरिदाई चाहिँ के गर्नुभएको छ सुई सुई यसरी ताप्लेजुङतिर लाग्नु भएछ। केही देखिँदैन कस्तो ठाउँ हो भन्नुहुन्छ। अनि यहाँ यसरी तिनझुरे भनेर लेखेको छ। ल आइपुग्यो। अब ठाउँै नचिने भएको छ अघिको। अब हुसो लागेर यस्तो भएको छ। मान्छे आइयो या कोकटेल आइयो है। खाएर चाहिँ नम न कि कसो। ल है ल घुमेर आइयो। अनि यो रोटीमा साग बेरेर अनि यो डल्लेको साथमा हरिदाईले विथ यो क्यापचिनो। मेरो चाहिँ यहाँ थुक्पा आएको छ। थुक्पा र ब्ल्याक कफी। अब दाजुभाइ बसेर के गरिन्छ भन्दाखेरि झ्याम्का झ्याम हान्छ हजुर। पहाडमा त खाजै भनेको थुक्पा हो नि त फेरि। पहाडमा त खाजा के हो भन्दा थुक्पा यही मात्र हो नि त। फास्ट बन्ने क्या सबैले खाने। यहाँबाट 4:45 धन्नै 12 मिनट जस्तो लाग्यो। 12 मिनटमा पुगेछ। मन्दिर जानु त त्यहाँ मेन बाटोदेखि 15 मिनट जस्तो हिँडेर जानुपर्छ। धेरै डराउनु भएछ काल्नु भएछ जुन चाहिँ डढिरहेको ठिक छ। घरे हामी आफ्नो व्यवस्था गर्छौँ। घिउ चट्ट काजु किसमिस हामी लोकल। हरिदाईले चाहिँ 4टा रोटी अनि 1 थाल सागलाई राधे राधे पालिदिनु हो। एकदिनमा भोक चाहिँ लागेको रहेछ भन्नु चाहिँ हुन्न है फेरि। ल है मेरो तरकारी आएछ यहाँ। बेस्ट तरकारी काउली बजार कट्टियो है। अब तुझसे मिली त जोरपाटी अझै तल हो। बजारै छ जस्तो लाग्छ। सानो बजार छ मिस हुँदैन। नमस्ते। ल यो चाहिँ जोरपाटी भन्ने ठाउँ रहेछ। अब यहाँबाट चाहिँ तेलिया छुट्टिने बाटो छ अरे। के स्कुल भन्छन् त्यार। ठुलो बुवा हामी यो जोरपाटी आयौँ होइन। यहाँबाट अब तेलिया भनेको यो कुन स्कुल छ अरे त्यहाँ। ताङख्वा। ताङख्वा ताङख्वाबाट जाने बाटो अरे होइन। स्कुल चाहिँ कुन स्कुल हो त्यो त्यहाँ भएको स्कुल चाहिँ। धनकुटाबाट चाहिँ चाँडो पुगिन्छ झन्। ए ल ल ल उता पिछे पिच छ। ए ल ल ल हुन्छ हुन्छ। ल है अहिले चाहिँ धनकुटाको हामी यो अलिकति माथि चाहिँ बिच बजार हो। यो चाहिँ अलिकति कपडा सपडाको लाइन रहेछ धनकुटामा। यो बाटो चाहिँ हामी हिजै पनि हिँडिसकेका थियौँ। यहाँबाट माथि गएर एउटा हटिया भन्ने ठाउँबाट चाहिँ अलिक ठुलै बाटो छ अरे। त्यहाँबाट बाटो छुट्टिन्छ तेलियाको लागि।
हामी चाहिँ जाँदैछौँ है त तेलिया। हटिया कता हो सिधै? यो त पुरा उवा त हो धनकुटाको यो त बालनले गर्न खोजे जस्तै छ त हौ ठाउँ। यो त फोटो खिच्नुपर्छ अरे त एउटा त। यस्तो ठाउँमा त फोटो खिच्नुपर्छ क्या। ओर्लिन त तेलियातिर जाँदैछौँ हामी अहिले। माथिबाट चिसो ठाउँबाट आएको त्यहाँ चाहिँ ठिक्क भइरहेको थियो। अहिले चाहिँ अब यहाँ पुरा गर्मी न गर्मी। एकछिन बस्दाखेरि एकछिन अब बाइक कुदाउँदा त शीतल शीतल हुन्छ हावा अलिकति पास भएर। यहाँ यत्तिकै एकछिन यसो अपडेट दिन बस्यो भने गर्मी न गर्मी हुन्छ अब। अहिले चाहिँ तेलिया आइपुग्यो। हरिदाईको स्कुल म चाहिँ एक चक्कर कस्तो रहेछ गाउँ यसो हेरेर आउँछु। तेलिया स्कुल एरिया भनेर लेखेको छ। यो रहेछ स्कुल। सिएफ ट्याङ्कै छ क्या स्कुलमा। सिएफ ट्याङ्कै आएको रहेछ त स्कुलमा। हरिदाईले फोन गर्दै हुनुहुन्छ। थोरै मुनि गएर घुमेर आउँछु। यतैबाट घुमौँ होला। तेलियाको स्कुल आइपुग्यो अहिले। यहाँ चाहिँ सबै पढाइसक्यो कि पढ्सेको स्कुल ठ्याक्कै चाहिँ थाहा भएन। अब गएर सोध्नुपर्छ। पढाइसक्यो पनि जस्तो लाग्छ के हो ठ्याक्कै मलाई थाहा भएन। यहाँ पछाडि चाहिँ स्कुल छ होइन। अब यहाँबाट मुनि रहेछ हाम्रो चाहिँ ठाउँ। अहिले चाहिँ जङ्गलै जङ्गल भएको छ भन्दै हुनुहुन्छ। अनि अब यहाँ स्कुलको सरले चाहिँ हामीलाई लाँदै हुनुहुन्छ है त गाउँ देखाउन। तेलिया पनि टेक्यो। घर कहाँनिर पर्छ भने नि हजुर यो च्यादर घर देखियो परको त्योदेखि माथि शीतल त्यो घारी छ नि घारीदेखि माथि एउटा लिचीको बोट जस्तो छ हो त्यही पर्छ लु त्यही हो ठ्याक्कै। यसको लागि जाने बाटो चाहिँ अब यता छैन छन् चाहिँ यसरी हिँड्दाखेरि चाहिँ यहाँ सिधै ओह्रालो त्यहीँ पुग्छ। बाइकबाट जानु चाहिँ ऊ त्यो पर पुगेर त्यहाँबाट उदो 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 उता तल तल एउटा पार्टी जस्तो छ नि सेतो हो त्यहाँबाट फेरि उकालो आउनुपर्छ बाइकै हो चाहिँ। लु त्यही हो ठ्याक्कै तपाईँहरूको घर भनेको यो लिची जस्तो भएको ठाउँ।